सर यो पाँचतर्फमा चाहिँ धेरै विपद परेको छ, धेरैको ज्यान पनि गुमेको छ। यसमा चाहिँ कसरी अगाडि बढ्दै हुन्छ, कुन कुन ठाउँमा बाटो खुल्यो, कसरी सहयोग गर्दै हुनुहुन्छ सर? अहिलेको सन्दर्भमा भन्नुपर्दा विशेष गरेर पाँचथर जिल्लाको इलामसँग सिमाना जोडिएका इलाकाहरूमा के क्षति भएको भन्ने प्रारम्भिक रिपोर्टहरू पनि आएको छ। त्यस्तै गरेर मेची राजमार्ग पनि अवरुद्ध रहेकोमा अहिले मेची राजमार्ग चाहिँ अवरोध खुलेको अवस्था छ राकेसम्मको भने तमुर करिडोरमा पनि अहिले काम भइरहेको छ। तमुर करिडोर पनि खुलाउने सन्दर्भमा नावा खोलासम्म आंशिक रूपबाट बाटो खुलेको अवस्था हो भने नावा खोलापछि धनकुटातिरको पार्टमा चाहिँ अझै पनि 4-5 दिन लाग्ने भन्ने कुराहरू तमुर करिडोर आयोजनाबाट यो कुराहरू आएको छ। त्यस्तै गरेर भित्री सडकहरू पनि खोल्ने सन्दर्भमा पूर्वाधार कार्यालयसँग समन्वय भइरहेको छ र खुल्ने क्रममै रहेको छ। हजुर, सबै ठाउँमा जस्तो यो मेन मेची राजमार्ग चाहिँ कति लाग्छ भन्ने कुरा चाहिँ अलिकति यस विषयमा पनि थोरै। मेचीको सन्दर्भमा चाहिँ हाम्रो पाँचथर जिल्लातर्फको भाग चाहिँ खुलिसकेको छ। हजुर, राकेसम्म खुलिसक्यो तर इलामतिरको पार्टको सन्दर्भमा चाहिँ अझै केही दिन लाग्ने भन्ने कुरा छ। उतातिर चाहिँ हाम्रो पार्टमा चाहिँ पाँचथरको उद्धारको काम चाहिँ के छ सर? कसरी जस्तो अब मृत्यु भएको छ उहाँहरूलाई सहयोग क्षतिपूर्ति चाहिँ के कसरी दिँदै हुनुहुन्छ सर? अहिले उद्धारको लागि हामीले कतिपय अवस्थामा चाहिँ आर्मीको हेलिकप्टरबाट पनि उद्धार गरेर पठाएको, कतिपयको सन्दर्भमा अस्पतालबाट अब एम्बुलेन्स मार्फत पनि यो बाटोहरू बन्द भएको अवस्थामा तेह्रथुम हुँदै धरान पुर्याएको अवस्था पनि छ घाइतेहरूको सन्दर्भमा अथवा बिरामीहरूको सन्दर्भमा। त्यस्तै नेपाल प्रहरी सशस्त्र प्रहरीले पनि सम्बन्धित फिल्डमा गएर घाइते मृतकहरूको चाहिँ उद्धार गरेर ल्याएको अवस्था पनि छ र जति पनि घाइतेहरू हुनुहुन्छ क्षतिपूर्तिहरू दिनुपर्ने अवस्थाको मृतकहरू हुनुहुन्छ उहाँहरूको सन्दर्भमा चाहिँ अहिले प्रारम्भिक डाटा आइसकेपछि हामी जिल्ला विपद व्यवस्थापन समितिको बैठक बस्छौँ र त्यस बैठकले निर्णय गरे अनुसार हुन्छ। हस्, यहाँलाई समय र जानकारी लागि धेरै धेरै धन्यवाद दिँदै म अजेन्द्र वायुताम पनि यहाँमा छुट्टिन चाहन्छु।